हाई एभ्रिवान, सेवाहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र आज पनि मैले मुकबाङ लिएर आएको छु। मेरो डेलीको अहिले कोसिस गर्दैछु डेली बनाउन लागि। यहाँ चाहिँ मैले वाइ र यो के अरे आँटाको चाहिँ रोटी बनाएर काटेर चाहिँ यस्तो लामो लामो भएको छ। यसले चाहिँ नुडल्स टाइपको बनाएको, अनि त्यसमा आलुको झोल बनाएको। अब म कस्तो हुन्छ ट्राई गर्छु। फर्स्टमा यसलाई यस्तो गर्छु गाइस, यस्तो छ है। पिरो होला गाइस। आलु मिठो छ गाइस। वाइ एउटा मात्रै थियो गाइस, अनि के पुग्दैन जस्तो लागेर यो आँटाको बनाएको नि यस्तो हुने। पिरो गाइस, मेरो भिडियो मनपर्छ भने चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। ल कस्तो धेरै अगायो गाइस। अलिकति खानै सकेन गाइस। अहिलेको लागि यति नै गाइस। बाई बाई, टेक केयर गाइस।